को बुर्ज खलिफाको बारेमा त सुन्नु भएकै होला, जुन कि विश्वको सबैभन्दा अग्लो भ्यू टावरको रूपमा मानिन्छ, जसको उचाइ लगभग 828 मिटर रहेको छ र यही भ्यू टावर अवलोकन गर्नका निम्ति बाहिर देशबाट पर्यटकहरू दुबई आउने गर्छन्, जसले गर्दाखेरि त्यो टावर चाहिँ दुबईको आर्थिक स्रोतमा आयोजनको स्रोतमा चाहिँ मुख्य योगदान दिइराखेको छ। तर एकतर्फ रहेको छ नेपालको भ्यू टावर, जुन कि बन्नमा जति पैसा खर्च भएको छ त्यति पैसा कमाउन समेत सकिराखेको छैन। ठुलो ठुलो सहरमा भ्यू टावरहरू बनाउनु चाहिँ स्वाभाविक हो, किनभने त्यहाँ पर्यटकहरू आउने गर्छन् अनि पर्यटकहरूले त्यो भ्यू टावरहरू अवलोकन गरेपछि केही मात्रामा आय आर्जन समेत हुने गर्छ। तर सानो सहरमा चाहिँ भ्यू टावरहरू बनाउनु मूर्खता हो। जहाँ मान्छेहरू पर्यटकहरू कम मात्रामा आउने गर्छन् त्यहाँ चाहिँ भ्यू टावरहरू बनाउनु मूर्खता हो र यही मूर्खतामा नेपाल पनि अगाडि कदम बढाइराखेको छ। सानो सहरमा चाहिँ धेरै लगानी गरेर भ्यू टावरहरू बनाइराखेको छ, जसले गर्दाखेरि जुन भ्यू टावरहरू सानो सहरमा बनेका छन् तिनीहरूले आफ्नो लगानी समेत उठाउन नसकेको अवस्था देखिराखेको छ। देश र गरिब जनता त्यतिकै बन्दैनन्, तिनीहरूको सोचाइ नै गरिब देखिन्छ, जुन कि आवश्यकतातिर आय आर्जनतिर कमाइतिर ध्यान नदिएर सो अफ गर्नतिर लाग्छन्। त्यस्तै कदम नेपालवासीले नेपाल देशले पनि चालिराखेको छ, जुन कि आवश्यकता नभएका भ्यू टावरहरू सानो सहरमा बनाइराखेको, जहाँ लगानी चाहिँ धेरै छ तर कमाइ चाहिँ शून्य मात्रामा। यदि यस्तै कदम चालिराख्ने हो भने नेपालले पनि गरिबीतिर अझै धकेलिनेछ। भ्यू टावरको लगानी चाहिँ धेरै छ तर कमाइ चाहिँ शून्य छ। यसमा चाहिँ बनाउनु राम्रो हो अथवा नराम्रो हो, यसमा चाहिँ सल्लाह सुझाव के छ तपाईको आफ्नो प्रतिक्रिया चाहिँ कमेन्टमा अवश्य छोड्नु होला। लाइक